यो भदौ 23 र 24मा जुन जेनजी आन्दोलन भयो नि यसलाई चाहिँ यहाँले कसरी हेर्नुभएको छ? अब एउटा स्वतस्फूर्त रूपमा जुन एउटा एज ग्रुपको आन्दोलन आयो एउटा स्वाभाविक जस्तो लाग्छ। मानिसको जुन अहिले जनतामा एउटा निराशा जुन फैलिरहेको थियो नि त्यो स्वाभाविक रूपमै आएको जस्तो लाग्छ मलाई चाहिँ। निराशा व्यक्त भएको जस्तो लाग्छ मलाई त्यो सायद जनतामा जुन एउटा पीडा कुण्ठित भएर बसिरहेको थियो त्यो पीडामा तपाईँलाई समर्थन गर्छ भन्ने काम गर्छ सोसियल मिडिया ब्यानले। त्यसपछि मान्छेमा जुन आक्रोश थियो त्यो आक्रोश चाहिँ एकदम ब्रस्ट भएको अवस्था देख्छु म 23-24 गते। एक हिसाबले त ठिकै लाग्यो किनकि 34 वर्ष भयो प्रजातन्त्र घोषित भएको तर राम्रो काम चाहिँ कसैले गर्नुभएको छैन। गराइ त ठिकै हो तर एउटा काम चाहिँ गलत लाग्यो। सरकारी संरचना जुन भत्काइदियो नि यो चाहिँ राम्रो गरेन किनकि यसले त जनता दुःख पाउने हो। यो भ्रष्टाचारको यो अनियमितता यो ढिलासुस्ती यो जति पनि देशमा भएका यो जुन घटनाहरू छन् भएका अनियमितता छन् यसको विषयमा यो एउटा प्रस्फुटन विस्फोट भएको जेनजी आन्दोलन यो वास्तव हुनुपर्ने थियो। भनिन्छ नि एउटा भनाइ छ नि हामीले पापको घडा भरिएपछि फुट्छ भन्छ एउटा भनाइ छ नि। यो त्यस्तै पापको घडा भ्रष्टाचारको घडा भरिएको थियो। यो जेनजी आन्दोलन त्यो घडा फुट्ने काम गर्यो। एकदम राम्रो भएको छ। यो त हुनुपर्ने अझै पहिला 2-4 वर्ष अगाडि चाहिँ भएको भए अति नै राम्रो हुन्थ्यो तर अलिक पछि भयो राम्रो भएको छ। 2046 सालदेखि अहिलेसम्म 36 वर्ष भयो यिनीहरूले देश लुटेर है भ्रष्टाचारी गरेर देशलाई बर्बाद गरेको होइन। युवा पुस्ताहरू कोही यहाँ बस्नै चाहँदैन सबै बाहिर जान्छ किनभने यहाँनिर कुनै छैन कामै छैन कमाइ गर्ने भाडै छैन होइन। त्यसैले पनि अब देश बर्बाद भइसक्यो भनेर यो एकदम स्वतस्फूर्त तरिकाले हाम्रो न्यू जेनेरेसनले हामीले नउठाएको मुद्दाहरू यिनीहरूले उठाएको छ। खासमा त यो आन्दोलन चाहिँ अब एक प्रकारले जेनजीहरूले गरेको ठिकै हो किन भन्दाखेरि अब देशमा यति भ्रष्टाचारहरू भइरहेको छैन। उनीहरूले चाहिँ यो कदम उठाउनु भनेको एकदमै राम्रो हो तर राम्रो गर्दाखेरि पनि उनीहरूले नै अब हाम्रो युवा पुस्ताहरूले चाहिँ धेरै कुराहरू भोगिरहेको छ। प्लस अब नेपालको नयाँ शहीदहरू पनि आएको छ होइन यसमा चाहिँ। अनि राज्यले दमनको नीति अपनायो होइन त्यो आन्दोलनलाई अनि धेरै मान्छेहरू हताहत पनि भए। अहिलेसम्म 72 जनाभन्दा बढी मान्छेहरूको ज्यान गइसकेको अवस्था छ। अब यसलाई कसरी हेर्नु छ र यो दोषीहरूलाई कारवाही हुनुपर्छ पर्दैन र दोषीलाई त कारवाही हुनुपर्छ जस्तो लाग्छ मेरो हिसाबले किनभने अनाहकमा मान्छे मऱ्यो नि त्यसमा। जो भाइ बहिनी विद्यार्थी जुन हाम्रा भाइ भतिजाहरू त्यो त निहत्ता मान्छे हो नि। उनीहरू त स्कुलका ब्याग बोकेर गएका विद्यार्थी हुन्। उनीहरू चाहिँ कुनै हात हतियार छैन नि त। हात हतियार नभएको मान्छेलाई यसरी डाइरेक्ट ताकी गोली हान्नु त राम्रो मानिँदैन। संसार कहीँ पनि मान्दैन। कुनै देशले पनि यसलाई चाहिँ सहमति जनाउँदैन। यो वास्तवमा यो एकदम क्रूरताको पनि अति क्रूरता हो यो। त्यसमा यसलाई चाहिँ कारवाही मलाई मेरो विचारमा हुनुपर्छ जस्तो लाग्छ। कारवाही त स्योर हुनु नै पर्छ किन भन्दाखेरि उनीहरू पनि घरबाट त केही सही कुराको लागि हिँडेको हो नि त। उनीहरूले अब करप्सन हटाउँछु भनेर हिँडेको जस्तै उनीहरू चाहिँ युद्धमा हिँडेको हुँदैन तर उनीहरू चाहिँ योद्धा भनेको हुन्छ क्या। त्यसरी नै उनीहरू चाहिँ अब देशको लागि भनेर आफ्नो उनीहरूले ज्यान पनि खाएको छ। जस्तो अब इन्टरनेसनल ल अनुसार नै कुनै पनि स्टुडेन्टलाई चाहिँ यसरी हान्न चाहिँ मिल्दैन भनेर भनेको छ। यसरी चाहिँ अब गभर्मेन्टले भयो अनि पुलिसहरूले चाहिँ यसरी हान्नु नहुनु पर्ने होइन। यो चाहिँ पुरा एकदम दुःखद घटना हो। यो चाहिँ तपाईँले जुन क्वेसन गर्नुभयो हामीले बुझ्दाखेरि आत्मा हुन्छ भित्रबाट यस्तो नगर्नुपर्ने हो। सरकारले यो गोली नै हान्ने त्यो चाहिँ एकदम गलत गरेको छ। यिनीहरूलाई कारवाही नै हुनुपर्छ। सजाय त एकदमै क्रूरतापूर्वक दिनुपर्छ किनभने जुन किसिमको निर्देशनले चाहिँ जुन किसिमको घटना घटेको छ त्यो सायद संसारमै उदाहरणीय नै भएको छ। त्यो चाहिँ साह्रै नराम्रो भएको छ। त्यसले गर्दा चाहिँ 24 गतेको अर्को जुन घटना घट्यो त्यसकै एउटा प्रतिबिम्ब जस्तो लाग्छ मलाई। अब यो जसले चाहिँ बर्बर आक्रमण गर्न अथवा एकदमै यो क्रूर तरिकाको यो आक्रमण गरायो त्यसलाई चाहिँ कारवाही हुनैपर्छ जसरी पनि एकदम हुनुपर्छ किनभने यहाँनिर एकदम निर्दोष केटाकेटीहरूको ज्यान गएको छ। भर्खर 12-13 वर्षको 16, 17, 18, 19 वर्षको एकदम कलिलो उमेरको केटाहरू जुन एकदमै किताब कपी बोकेर गएको थियो स्कुलको ड्रेसमा गएको थियो तिनीहरूलाई टाउकोमा ताकी गोली हानेको छ। त्यो गर्न पाइँदैन। त्यो भनेको सरासर हत्या हो र एकदमै तिनीहरूलाई त एकदमै फाँसीको सजाय हुनुपर्छ। आन्दोलनको क्रममा 24 गते चाहिँ अब धेरै आगजनी लुटपाट र तोडफोडको घटनाहरू भए। विशेष गरेर चाहिँ तपाईँलाई प्राइभेट प्रपर्टिजदेखि लिएर पब्लिक प्रपर्टी जुन छ नि सार्वजनिक सम्पत्ति निजी सम्पत्तिहरूमा चाहिँ जुन तोडफोड लुटपाट आगजनीहरू भयो यसलाई कसरी हेर्नुभएको छ र यो उद्दण्ड मचाउने अराजक तत्त्वहरूलाई चाहिँ तपाईँ कारवाही हुनुपर्छ पर्दैन जस्तो लाग्छ तपाईँलाई? अवश्य
यदि विधिको शासन हो भने त उद्दण्ड जसले मचाएको छ त्यसलाई त कारबाही हुनुपर्छ। किनभने सार्वजनिक सम्पत्ति भनेको भोलिको हाम्रै सम्पत्ति हो नि, हाम्रै जनता हामीले कर तिरेको सम्पत्ति हो। त्यहाँदेखि यो सम्पत्ति वास्तवमा नोक्सान हुनुलाई हामीलाई पनि दुःख लाग्छ। कारबाही त हुनुपर्छ, किन भन्दाखेरि हामी प्रोटेस्टमा निस्केको भनेको चाहिँ हाम्रो देशमा पोजिटिभ इम्प्याक्ट ल्याउनको लागि हो नि त। तर हामीले नै हाम्रो देशलाई चाहिँ के गरिरहेको छौँ भन्दाखेरि अब विभिन्न तरिकाले डिस्ट्रोय गरिरहेको जस्तो भयो नि त, त्यही भएर कारबाही चाहिँ गर्नुपर्छ। होइन, अब यसलाई त अब कसले गरेको हो यसलाई चाहिँ छानबिन गर्नु पऱ्यो, यसलाई कानुनको दायरामा चाहिँ ल्याउनु पऱ्यो यसलाई। किनभने यो तपाईँको गर्नु चाहिँ सार्वजनिक सम्पत्तिलाई चाहिँ त्यो नष्ट गर्नु भनेको त हाम्रो तपाईँको हो नि त। त्यो चाहिँ एकदमै गलत गर्यो, किनभने भाटभटेनी नै भनेको यस्तो संस्था हो जसले हजारौँ केटाकेटीहरूलाई रोजगारी दिएको थियो, हजारौँको घर परिवार चलेको थियो होइन। त्यसमा चाहिँ म एकदमै असहमत छु होइन। त्यो चाहिँ एकदमै गलत गर्दै नगर्ने काम गरेको छ। तर त्यो जेनजीले गरेको होइन, त्यहाँ धेरै 80% चाहिँ फोकटिया मान्छेहरू छ त्यहाँनिर। त्यो चाहिँ नहुने कुरा हो। त्यो चाहिँ एकदमै मलाई त्यसमा चाहिँ विरोध गर्छु। लुटपाट गर्नेहरूलाई त अभियस यो त कारबाही हुनै नै पर्ने छ होइन। यो जसले लुटपाट गरायो, जसले सार्वजनिक सम्पत्ति तोडफोड गरायो, यसलाई समातेर राम्रोसँगले कारबाही गर्नैपर्छ ताकि अरू भविष्यमा अरू कसैले पनि यस्तो गर्ने आँट नगरोस्। हस्, धन्यवाद। धेरै धन्यवाद।